आज असार 15 मेरो छोरीलाई पनि धान दिवसको बारेमा केही भन्न मन लाग्यो भनेर खेतमा गइन् अनि यो धान लिएर अब कविता भन्दैछन्, सुन्नु है। नमस्कार सबैजनालाई, म एचका लुडारी कक्षा 4 विस्कसको छात्र हुँ। आज 2082 साल असार 15 गते धान दिवस पर्व रहेको छ। किसानको श्रम सम्मान गर्ने उद्देश्यले 2062 साल असार 15 गतेदेखि हाम्रो देशमा धान दिवस पर्व मनाइएको छ। आज धान दिवसको दिनमा आज छोटो कविता भन्न गइरहेकी छु। मेरो कविताको शीर्षक रहेको छ धान दिवस। आज असार 15 गते नेपालीको पर्व, आज असार 15 गते नेपालीको पर्व। नेपाली हो भन्ने मलाई लाग्छ धेरै गर्व, नेपाली हो भन्ने मलाई लाग्छ धेरै गर्व। मानो लगाई मुरी आउँछ भन्नुहुन्छ आमा, मानो लगाई मुरी आउँछ भन्नुहुन्छ आमा। खेतबारीमा काम गर्ने नेपालीको नाम, खेतबारीमा काम गर्ने नेपालीको नाम। धान रोप्ने छुपु छुपु हिलो बनाई खेतमा, धान रोप्ने छुपु छुपु हिलो बनाई खेतमा। रमाइलो हुन्छ अनि सबैजना भेटमा, रमाइलो हुन्छ अनि सबैजना भेटमा। धान रोप्ने किसान हो खान पाउने सबै, धान रोप्ने किसान हो खान पाउने सबै। हाम्रो जीवन दुखी हुन्छ घरमा चामल नभई, हाम्रो जीवन दुखी हुन्छ घरमा चामल नभई। धान दिवसले सबैलाई सुख शान्ति छाओस्, धान दिवसले सबैलाई सुख शान्ति छाओस्। हाम्रो नाम विश्वभरि फैलिएर जाओस्, हाम्रो नाम विश्वभरि फैलिएर जाओस्। मेरो मनमा छ यही भावना, धान दिवसको सबैमा शुभकामना, धान दिवसको सबैमा शुभकामना। हस्त धन्यवाद। धान दिवसको सबैमा शुभकामना, धान दिवसको सबै शुभकामना। हस्त धन्यवाद। धान दिवसको सबैमा यसरी धान रोप्नुपर्छ हेर्नुहोस् है। ट्याक्क ट्याक्क यस्तो अलिक सिधा राम्रो हुनु के। धान दिवसको सबैमा शुभकामना, सबैमा शुभकामना। यस्तो मजा हुन्छ धान रोप्दा। हजुरहरू आइसक्यो त? ल यसको सिधा यहाँ हुन्छ। पहिला सुरु चाहिँ पापुसँग यसरी आएकी थिइन् कि छोरी, अनि गाह्रो भएर उनलाई त्यहाँ जानलाई हिलोमा टेक्नलाई गाह्रो भएर सर्प छ कि केही छ कि भनेर घिन मानेर एकदम गरी थिइन्। अनि पछि चाहिँ नर्मल पोजिसनमा आइन्, पापुलाई समाएर पापु अब रोप्न लागि छन् कि त्यस्तो भएको थियो कि फर्स्टमा चाहिँ। अनि पछि चाहिँ उनले सबै आन्टीहरूलाई हेरिन् होइन, अनि आन्टीहरूले पनि रोपेको देखेर रोप्न लागिन्। अनि त्यस्तो के यस्तो कुराहरू पनि बच्चालाई सिकाउन पर्ने रहेछ क्या हामीले है। हामीले त बच्चामा मम्मीहरूले गरेको देख्यौँ, आजकलको बच्चाहरूले त हामीले गरेको देख्दैनन्। अनि के गर्ने, घरमा स्कुलमा मात्रै सीमित हुन्छ नि त। अनि त्यो भएको भएर यस्तो कुराहरू पनि स्कुलमा, नानीको चाहिँ स्कुलमा पनि सिकाउनुहुन्छ। त्यही पनि बिदा परेको थियो कि फोहोर चाहिँ। अब यता आन्टीले रोपेको हेरी नभए हेर्नु है, मेरो छोरीले कति छिटो रोप्छिन् कि हेर्दै हेर्छु न त्यो कसरी रोपेको, छिटो रोप्न थालिहान् के। अब आन्टीको हेर्दै अनि कस्तो रमाइलो मौसम छ है। अनि यो चाहिँ लास्टमा हामी पुगेर रहेछौँ, यो मात्रै बाँकी रहेछ। अनि हामीले पनि थोरै रोप्यौँ। अनि त्यस पछाडि रमाइलो पनि भयो, छोरीले पनि रोपिन अलिअलि, रोप्दैछन् अझै। अनि पापुले पनि सिकाउँदै भइसक्छ यहाँ रोप भन्दै। अनि त्यस पछाडि हामी गयौँ घर भाइ। धान दिवसको सबैलाई शुभकामना।